हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज म बुटोलदेखि काठमाडौँ जाँदैछु है। यही हो मेरो राइडिङको सामानहरू। एउटा ठुलो ब्याग छ, एउटा सानो ब्याग, टोपी, पन्जा, हेलमेट, मेरो चस्मा। राइड भनेको सिधा र सही तरिकाले गरौँ के। स्पिड पनि 70 भन्दा प्लस नगरौँ। यस्तो यो पूर्व पश्चिम राजमार्ग हो, ठिक्क 70-75 को स्पिड मा कुदाउँदाखेरि ठिक्क यति मात्र टायर खाएको छ के। अरूको त पुरै खान्छ नि यहाँ टुप्पोसम्मै, तर मेरो ठ्याक्क यति मात्रै खाएको छ के। सिधा र बिस्तारै कुदाउँदाखेरि टायर टिक्छ के। यही हो मेरो ब्लग आजको। हस् त, धन्यवाद।